हेलो नमस्ते एन्ड वेलकम गाइज। फेरि पनि म तपाईँहरूलाई मेरो यो च्यानलमा आएर भिडियो मन पराएर हेरिदिनु भएकोमा म तपाईँहरूप्रति एकदम आभार व्यक्त गर्न चाहन्छु। अब हामी यो क्याटल क्याम्प शिविरको भिडियोको सिरिज अन्तर्गतको यो अन्तिम सिरिजमा अथवा अन्तिम भागमा छौँ र मैले योभन्दा अगाडि जति पनि तपाईँहरूलाई भिडियोहरू देखाएँ त्यो भिडियो अघिल्लो दिन बेलुकाको अर्थात् साँझमा क्याटलहरू कसरी क्याम्पमा आएर बस्छन्, कस्तो खालको चाहिँ यिनीहरूको चाहिँ साँझमा कस्तो खालको एक्टिभिटिजहरू हुन्छ भन्ने कुराहरू मैले त्यो भिडियोमा देखाएको थिएँ। अब अहिले बिहान भइसकेको छ, अर्थात् भोलिपल्ट बिहान भइसकेको छ। भोलिपल्ट बिहानको सुरुवात अब के कसरी हुन्छ, क्याटल क्याम्पमा के हुन्छ, कस्तो कस्तो किसिमको कामहरू हुन्छ, कसरी क्याटलहरू यो ठाउँबाट छोडेर चराउन लगिन्छ र त्यस पछाडि क्याम्पमा के कामहरू हुन्छ भन्ने कुरा म तपाईँलाई आजको भिडियोमा प्रत्यक्ष रूपमा जानकारी दिँदैछु। भिडियोलाई पुरा हेर्नुहोला। अब अहिले तपाईँले देखिरहनु भएको छ, मैले हिजो पनि तपाईँलाई भनिसकेको छु, यो चाहिँ राखले चाहिँ यसलाई मालिस गरिदिइराखेको छ। यो राखले मालिस गर्नुको कारण के हो त भन्दाखेरिमा यसको शरीरमा भएका विभिन्न परजीवीहरूलाई चाहिँ शरीरबाट अलग गर्नको लागि र अर्को कुरा यो राख दल्दिसके पछाडि यिनीहरूलाई जुन खुजलीहरू हुन्छ, चिलाउँछ ओर्छ, यो झिङ्गाहरूले टोकेर त्यो पनि चाहिँ निको हुन्छ र यिनीहरूलाई त्यो विभिन्न किसिमको परजीवीहरूले आक्रमण पनि गरिहाल्न सक्दैन। त्यो कारणले गर्दाखेरिमा यिनीहरूले यसको शरीरमा यसरी चाहिँ खरानी दलेर मजाले चाहिँ मालिस गरिदिन्छन्। त्यसमा मात्रै होइन, सिङमा हर पार्टमा एभ्री पार्टमा यिनीहरूले चाहिँ के गर्छन्, खरानी दलेर मालिस गरिदिन्छन्। देख्न सक्नुहुन्छ तपाईँले बिहानको घाम निस्किसकेको छ। यो ठाउँमा अचम्म एउटा के छ भन्दा बिहान पनि उस्तै हुन्छ र साँझ पनि उस्तै हुन्छ। साँझ पनि घामको परिस्थिति यस्तै नै हुन्छ र बिहानमा पनि घामको स्थिति यस्तै नै हुन्छ। अहिले देखिराख्नु भएको छ, यो साँझ हो या बिहान छुट्याउनको लागि हामीलाई गाह्रो हुनसक्छ। र अब यो यिनीहरूले बिस्तारै अब आफ्नो क्याटलहरूलाई उठाएर यिनीहरूलाई मालिस गरेर सरसफाइ गरेर अब यिनीहरूले लानको लागि तयार गर्दैछन्। रातभरि बलेको गुइठाको खरानी, ताजा फ्रेस खरानीहरू यहाँ चाहिँ तपाईँहरूले प्रशस्त देख्न सक्नुहुन्छ। र यो जति पनि यो क्याटल क्याम्प छ त्यहाँ चाहिँ रातभरि वस्तुभावले गरेको यो मलमूत्र त्यागले यो क्याम्प एकदमै के छ त भन्दाखेरिमा धेरै नै बढी चाहिँ यो देखिराखेको छ। अब यो पनि यहाँबाट हटाउँछन् यहाँ बस्ने टोलीहरूले। एउटा टोली के हुन्छ त भन्दा यो क्याटल सँगसँगै चरनमा जान्छन् भने अर्को मैले भनिसकेको छु, आइमै केटाकेटीहरू यो क्याम्पमा नै बस्छन्। बुजुर्गहरू जो हिँड्न सक्दैनन् उनीहरू यो क्याम्पमै बस्छन्। त्यो टिमले चाहिँ के गर्छ भन्दाखेरिमा यहाँ यो सम्पूर्ण यो व्यवस्थापन गर्ने काम गर्छ। अब देख्नुभयो यी बिहानको यिनीहरूको सुरुवात नै हाम्रोमा गुड मर्निङ भने जस्तो यिनीहरूको हात मिलाएर हुन्छ। जो कोहीसँग पनि यिनीहरूले हात मिलाउँछन्। यदि हात मिलाएन, कसैले हात मिलाउन चाहेन भने यति बुझ्नु अब यो मसँग केही न केही कुरामा यो रुष्ट छ अथवा मसँग यो चाहिँ रिसाएको छ भन्ने कुरो बुझ्नु। जसले चाहिँ हात मिलाउँदैन, यिनीहरूको हात मिलाएरै सुरु हुन्छ। यिनीहरूले आफ्नै श्रीमतीसँग पनि हात मिलाउँछन् बिहान उठेर। यिनीहरूको हात मिलाउनु भनेको चाहिँ एकदम राम्रो लक्षण हो। अब यिनीहरूले हातमुख धोइराखेको छ। यो हातमुख धोइराखेको भनेको यो
गाईको यो पिसाब हो, युरिनबाट हो, यिनीहरूले कलेक्सन गरेर गाईले अब यो गाईलाई यिनीहरूले कतिखेर यो गाईले पिसाब फेर्छ, कतिखेर के गर्छ भन्ने कुरा यिनीहरूले एकदम राम्रोसँग थाहा पाएका हुन्छन्। म्याक्सिमम गाईहरू पिसाब फेर्नको लागि अथवा गाई गोरुहरू पिसाब फेर्नको लागि यिनीहरूले चाहिँ उठ्छ। यो रातिमा उठ्नु, बिहानमा उठ्नु, दिउँसोमा उठ्नु, यो उठ्दा कसरी कुन टाइममा उठ्यो भन्ने कुरा यिनीहरूले हेरेर त्यो अनुसारको अब यिनीहरूले त्यो युरिन कलेक्सन गर्छन्। युरिन कलेक्सन गरेपछि हाम्रो चाहिँ पानीले मुख धोइन्छ, तर यिनीहरूले चाहिँ पानीको प्रयोग गर्दैनन्। अब यो गाईको युरिनले नै मुख धुन्छन्। यसरी मुख धुँदाखेरिमा जुन खरानीहरूबाट मुखहरूमा त्यो ड्राईपन आउने, फुट्ने, अब के भन्छ त्यसबाट चाहिँ जुन छालामा चाहिँ जुन हुने असरलाई पनि कम गर्छ। त्यो कारणले गर्दाखेरि पनि यिनीहरूले यो गाईको पिसाबबाट, यो युरिनबाट चाहिँ बाथ गर्छन्, नुहाउँछन् पनि। अहिले तपाईँले देख्न पनि सक्नुहुन्छ। अब यो यिनीहरूले कति मात्रामा अब के भन्छ यो युरिन नै खान्छन् भनेर त भन्न सकिन्न, तर यिनीहरूले युरिनै नखाए पनि तर यिनीहरूलाई त्यो काम गर्दै जाने क्रममा अथवा यिनीहरूले प्रयोग गर्दै जाने क्रममा यिनीहरूले युरिन कति अवस्थामा खाएको पनि हुन्छन्, खान्छन् पनि। अब यो साँझमा यो रातिमा बसेको बासस्थान जुन मान्छे बसेको यो यसरी अब यो सबै अब यिनीहरूले उठाउँछन्। यो उठाएर त्यसपछिबाट अब यो वस्तु भाउलाई जुन यो वस्तुको भाउको यो सबभन्दा के भन्छ मुख्य माउहरूलाई बाँधेको हुन्छन्। यो माउहरूलाई यिनीहरूले चाहिँ अब बिस्तारै उठाउँदैछन्। पहिला सुरुमा यिनीहरूको मालिस हुन्छ। मालिस भइसकेपछि बल्ल यिनीहरूको चाहिँ अब स्थिति चेक जाँच हुन्छ। भन्नुको अर्थ यो हिँड्न सक्ने अवस्थामा छ या छैन, बिरामी छ वा केही छ, पहिला यिनीहरूको कन्डिसन चेक हुन्छ। अनि यदि बिरामी छ भने त्यो बिरामीले यिनीहरूले क्याम्पमै छोड्छन्। तर तन्दुरुस्त छ, यिनीहरूलाई लाँदाखेरिमा केही फरक पर्दैन जस्तो छ भने अनि यिनीहरूले चाहिँ त्यसलाई चाहिँ जुन चराउन लाने चरनमा लैजाने हुलमा चाहिँ समावेश गर्छन्। तपाईँहरूले म त्यो पनि राम्रोसँग देखाउने छु। अब बिस्तारै बिस्तारै एकैचोटि उठाउँदैन यिनीहरूले, बिस्तारै बिस्तारै उठाउँछन्। कारण किन भन्दा यिनीहरूसँग युरिन कलेक्सन गर्नु छ बिस्तारै बिस्तारै। अर्को कुरो के छ, छिटो उठ्यो भने यो सँगै भएको यसको चाहिँ आफ्नो बच्चाहरूले दुध खाइदिन्छ। त्यो कारणले पनि यिनीहरूले छिटो उठाउँदैनन्, एकपछि अर्को गर्दै क्रमशः उठाउँछन्। र यो क्याटल पनि एकदम तालिम प्राप्त जस्तै छ। कतिखेर उठ्ने भन्ने कुरो उसले थाहा पाउँछ। अब म उठ्ने बेला भएको छैन, अब मैले उठ्ने मेरो भयो, अब मेरो चाहिँ गोठालो आइपुग्यो, अब चाहिँ उठ्नुपर्छ, यिनीहरूलाई थाहा छ। यिनीहरू उठ्दैनन्, यिनीहरू पनि त्यति धेरै लोयल हुन्छन्। त्यही कारणले गर्दा यिनीहरू गाईलाई, मैले भनिहालेँ नि, गाईलाई यिनीहरूले सबै थोक मान्छन्। गाईले यिनीहरूको जीवनमा त्यति धेरै महत्त्व राख्छ। अब बिस्तारै बिस्तारै अब यिनीहरूले उठाउँदैछन्। त्यसपछि युरिन कलेक्सन हुन्छ। युरिन कलेक्सन भइसके पछाडि गाईलाई यिनीहरूले दुन्छन्। गाई दुन्छन् र दोहेको दुधलाई त्यही जुन गुइठाको राख छ, तातो खरानीहरू छ, गुइठा बलिरहेको ठाउँमा लगेर चाहिँ राखिदिन्छन्। राखेपछि त्यो तातेको दुध चाहिँ यिनीहरूले सानो सानो बच्चाहरूलाई खुवाउन प्रयोग गर्छन्। र उनीहरूले आफूले प्रयोग गर्ने यङ अथवा एडल्टले प्रयोग गर्ने चाहिँ यिनीहरूले चाहिँ दुध चाहिँ एकदम दुधैको दुध प्रयोग गर्छन्। अब यो बच्चाहरूलाई खुवाउनु पऱ्यो भने चाहिँ यिनीहरूले त्यो खरानीमा तताएर अथवा त्यो गुइठामा तताएर खुवाउँछन्। अहिले त्यो पनि देख्नुहुन्छ तपाईँहरूले। बिस्तारै बिस्तारै अब तपाईँले अब यिनीहरूलाई उठाउँदै गइरहेको छ। अब यो उठाउने काम चाहिँ कसको हुन्छ? युरिन कलेक्सन गर्ने, उठाउने र दुने काम चाहिँ केटाकेटीको हुन्छ। केटाकेटी भन्नुको अर्थ साह्रै नै केटाकेटी होइन, काम गर्न सक्ने हिसाबको केटाकेटीहरूले त्यो गरिराखेको हुन्छ। यिनीहरूको आफ्नो किसिमको काम गर्ने फ्याक्टहरू छ। यिनीहरूको आफ्नो काम गर्ने एउटा चाहिँ डिस्ट्रिब्युसन छ, कसले के गर्ने, कसले के गर्ने। यिनीहरूको आफ्नै किसिमको चाहिँ एउटा रुल्स एन्ड रेगुलेसन छ। यो आफ्नै तरिकाको हुन्छ। अब देख्नुभयो अहिले बिहानको समय छ, केही टेम्परेचर अलिकति केही डाउन हुन्छ। यो अफ्रिकाको जुनसुकै ठाउँ पनि के हुन्छ भन्दा दिनमा जति धेरै गर्मी भयो भने रातमा चाहिँ टेम्परेचर एकदमै तल डाउन हुन्छ, जसले अलिक जाडोको फिलिङ पनि हुनसक्छ। त्यो कारणले गर्दा यो गुइठाको आगोको छेउमा बसेर यो मान्छेले आगो ताप्दैछ। यसै गरी अरू केटाकेटीहरू पनि अहिले आगो तापिराखेका तपाईँले देख्न सक्नुहुन्छ। यो गर्मी महिना जाडो महिना भन्ने हुन्न। यहाँ चाहिँ दिनको समयमा टेम्परेचर बढेर एकदम माथि पुग्छ र रातमा चाहिँ एकदम टेम्परेचर डाउन हुन्छ। हाम्रो जस्तो थोरै मात्रै अप डाउन हुँदैन, यिनीहरूको चाहिँ एकदम टेम्परेचर अप डाउन एकदम धेरै नै हुन्छ। त्यो कारणले गर्दा बिहानको समय अलिक चिसो नै हुन्छ। त्यो भएर पनि यिनीहरू यो आगोको छेउमा बसिराखेका हुन्। अब यो क्याटल क्याम्पमा अहिले जति पनि पछाडि तपाईँले देखिरहनु भएको छ सबै वस्तुभाउहरू बसिरहेको छ। अब यसलाई एक साइडबाट
एक साइडबाट अहिले यो नर्थ साइडपट्टिबाट बिस्तारै बिस्तारै उठाउँदै कलेक्सन गर्दै आइराखेको छ र अब आफ्नो अब यदि ढिलो भयो भने आफ्नो बथानको आफैले पनि गर्न सक्छन् यिनीहरूले कहिलेकाहीँ ढिलो हुने अवस्था आउन सक्छ जस्तो केटाकेटीहरू कम भयो भने अथवा त्यो स्याहार सुत्यो गर्ने मान्छे कम भयो भने वस्तुभाउ चलाउन लैजान ढिलो हुन्छ त्यो कारणले गर्दा यिनीहरूले सबैजना मिलेर पनि गर्छन् यिनीहरूको काम यो तैँले नै गर्ने यो मैले नै गर्ने भनेर हुँदैन तैपनि काममा चाहिँ यिनीहरूको विभाजन हुन्छ केटाकेटीले यो गर्ने ठुलोले यो गर्ने भनेर तर यिनीहरूको होइन यो मैले गर्नै हुन्न भन्ने चाहिँ हुँदैन यिनीहरूले भ्याएन भने आफैले पनि गर्छन् अब तपाईहरुले देखिरहनु भएको छ अब यो एउटा राखको छेउमै सुतिराखेको छ भन्नुको अर्थ यो खरानीमा सुतिराखेको खरानी तातो छ यो रातभरि यो गुइठा बलेर चाहिँ बनेको खरानी हो त्यो तातो छ एकदम तातो छ त्यो कारणले गर्दा जाडो भएर चाहिँ यिनीहरुसँग मैले भने नि देश गरिब छ यिनीहरुको अवस्था एकदम न्यून छ नाजुक छ तर यिनीहरुलाई यो कुराको कुनै किसिमको दुःख मनै छैन कुनै किसिमको दुःख मनै पाइदैन सोधिहाल्यो भने पनि उनीहरुलाई यो कुराको दुःख मनै यिनीहरुलाई यही जिन्दगी रमाइलो लाग्छ मलाई यही जीवन नै सबैभन्दा संसारकै बेस्ट लाइफ जस्तो लाग्छ यिनीहरुले अर्को हामीले जस्तरी यसरी बसौं यस्तो तरिकाले गरौँ त भन्यो भने यिनीहरुलाई हामी जिन्दगी गुजार्नै सक्दैनौँ हाम्रो जिन्दगी नै बित्दैन भन्छ किनभने यिनीहरु हर चीजबाट के भन्छ यो कट अफ द वर्ल्ड भन्छ सबै चीजबाट यो पिछडिएको जस्तो देखिन्छ यिनीहरुसँग अहिले तत्कालै हामीले देख्न सक्ने भनेको कम्युनिकेसनको साधनहरु चाहिँ प्रशस्त मात्रामा रहेको देख्न सकिन्छ र अर्को कुरो वेपन यिनीहरुसँग वेपन चाहिँ हामीले म्याक्सिमम देख्न सक्छौं प्रत्येक व्यक्तिसँग राइफल हुन्छ राइफल यिनीहरुको लागि नौलो कुरो होइन यिनीहरुसँग AK47 हुन्छ AK47 भनेको कतिपय देशको सेनाहरुसँग पनि नहुन सक्छ त्यस्ता मोडर्न वेपनहरु पनि हुन्छ म्याक्सिमम हुने भनेको यिनीहरुसँग घरेलु हात हतियारहरु जस्तै भाला यस्ता रडहरु विभिन्न किसिमको घरेलु यिनीहरुको आफ्नै प्रकारको वेपनहरु हुन्छ तर कति म्याक्सिमम मान्छेहरु कति त नभनौं अधिकांश कोही भन्दा बाहेक सबैसँग AK47 अथवा मोडर्न रसियन वेपन हुन्छ जसको प्रयोग चाहिँ यिनीहरुले गोठालो जाँदाखेरिमा अर्को ट्राइबल राइभलरीसँग लडाईहरु परेमा कुछ त्यो यिनीहरुको झडपहरु हुने सम्भावना भएमा यिनीहरुले प्रयोग गर्छन् नत्र भने यिनीहरुले खासै प्रयोग गर्दैनन् यदि प्रयोग भइहाल्यो भने यिनीहरुसँग सबैसँग हुने कारणले गर्दा एकदम म्यासिभ चाहिँ क्षति हुन्छ त्यो चाहिँ एकदम खतरनाक नै हुन्छ अवस्था धेरै नै मान्छे मर्न सक्ने सम्भावना हुन्छ यहाँको सानो सानो झडपमा पनि 200-400 मान्छे मरिराखेको हुन्छ ठुलो झडपमा त एउटा गाउँ सकिन्छ अब यहाँको कति गाउँहरु हामीले सुनेको मापेर भन्ने भिलेज छ मापेर भिलेजमा एकै ठाउँमा 600-700 जना मान्छे एकै रातमा मरेको हुन् आइमै केटाकेटी बालबच्चा हर चीज वृद्ध बिरामी सबैलाई यिनीहरुले चाहिँ जलाएर मारेका हुन् त्यहाँ यिनीहरुलाई मार्नलाई कुनै किसिमको आफ्नो जाति आफ्नो परिवार अथवा आफ्नो यिनीहरुको एउटा चाहिँ छुट्टै यिनीहरुको आफ्नो चाहिँ एउटा चाहिँ समुदाय हुन्छ आफ्नो समुदायको चाहिँ यिनीहरुले अत्यन्तै धेरै माया गर्छन् तर अर्काको समुदाय भेट्यो भने यिनीहरुले यो गाईलाई जतिको एउटा पशुलाई जतिको पनि यिनीहरुले व्यवहार गर्छन् यिनीहरुले चाहिँ त्यसलाई चाहिँ मार्नु नै चाहिँ हाम्रो चाहिँ दुश्मनै हो यसलाई मार्नै पर्छ भन्ने किसिमको व्यवहार गर्छन् यो कारण चाहिँ किन भन्दा यो देशमा कानुन छैन आफ्नो समुदायको आफ्नै रुल्स छ यदि कोही मान्छे त्यो समुदायको रुल्सलाई मान्न तयार भएन त्यसलाई फलो गर्न तयार भएन भने त्यसले जीवन निर्वाह गर्न सक्दैन त्यो कारणले पनि यिनीहरु आफ्नो समुदाय आफ्नो बथान आफ्नो हुल भनौं लाई चाहिँ त्यति धेरै माया गर्छन् यिनले र त्यसको चाहिँ जनसंख्या पनि एकदम बढ्नुपर्छ भन्छन् त्यही भएर यिनीहरुको चाहिँ श्रीमतीहरु धेरै हुन्छ यिनीहरु श्रीमती जति पनि ल्याउन सक्छन् मतलबै हुन्न जति पनि सन्तान जन्माउन सक्छन् मतलबै हुन्न अहिले तपाईले देखिरहनु भएको छ यो सबै महिलाहरु हुन् हेर्दाखेरिमा जम्मै पुरुष जस्तो देखिए पनि यी सबै महिलाहरु हुन् यिनीहरु बिहानको अब काम गर्न सुरु गरे पकाउने तुल्याउने कामहरु हुन्छ यिनीहरुको यस्ता कामहरु गर्दैछन् यिनीहरुले अब नि कतिले चाहिँ अब यो बिहानै उठेर अब यो गाईको दूधलाई चाहिँ घोलेर हामीले जस्तै गरी घोलेर यिनीहरुले बटर निकाल्छन् अथवा त्यो नौनी निकाल्छन् त्यो नौनीलाई खान्छन् दही पनि बनाउँछन् कतिले दही पनि खान्छन् तर यिनीहरुको आफ्नै तरिकाको खानकी हुन्छ तर हाम्रो जस्तो दही भनेपछि यस्तै हुन्छ घिउ भनेपछि यस्तै हुन्छ नि यिनीहरुको आफ्नै हुन्छ तर जे होस् बन्न चाहिँ दहीबाट नै भन्छ के रे दूधबाट नै भन्छ अब यिनीहरुले दूधमा विभिन्न किसिमको पिठोहरु विभिन्न चीजका पिठोहरु हाम्रो जस्तो मकैकै हुन्छ गहुँकै हुन्छ भन्ने हैन
विभिन्न वनस्पतिको पिठो यस्तो चाहिँ बनाएर त्यसमा हालेर गोलेर खाँदैछन्। अब विभिन्न किसिमको चिजहरू खान्छन् यिनीहरूले खाने चिजहरू यही हो भन्ने हुँदैन। हाम्रो जस्तो भातै खाने, त्यसपछि दाल नै खाने, अचार नै चाहिन्छ, मासु नै चाहिन्छ अथवा रोटी नै चाहिन्छ भन्ने हुँदैन। यिनीहरूको जे भेटे पनि यिनीहरूले खान्छन्। तर खानको लागि यो खाने भन्ने चाहिँ यिनीहरूलाई थाहा हुन्छ, तर हामीले त्यो खान सक्दैनौँ। हामीसँग त्यो खाने स्किल पनि छैन। अर्को कुरा हामीले त्यसलाई डाइजेस्ट पनि गर्न सक्दैनौँ। यिनीहरूले त्यो चिजहरूलाई चाहिँ डाइजेस्ट गर्छन्। अब यिनीहरू सबैभन्दा ज्यादा हुरुक्कै मरि हत्या गर्ने भनेको चामल भातमा बढी ज्यादा मरि हत्या गर्छन्। तर अब यिनीहरूसँग त्यो चिज कमै मात्रामा हुन्छ। यदि अब हामी जस्तो बाहिरबाट गएर बस्ने मान्छेहरूले यिनीहरूलाई त्यो चिज दियो भने पनि यिनीहरू एकदम खुसी हुन्छन्। अब मुख्य गरी एउटा कुरो के हो भने यस्ता आदिवासी, यस्ता जनजातिहरू जस्तो आफ्नै किसिमको कल्चर छ, आफ्नै किसिमको युनिक ट्रेडिसनहरू छ। यो चिजहरूलाई जोगाइराख्नुपर्छ। यो चिज भनेको चाहिँ हामीलाई जिन्दगी सिकाउने, हामीले आफ्नो एउटा चाहिँ जीवनको पाठ सिकाउने चिज हो, जसले हाम्रो जीवनस्तर कस्तो थियो, हामी कहाँबाट आएका हौँ, हामी कुन ठाउँबाट चाहिँ हाम्रो चाहिँ सृष्टि भएको एउटा बेस लाइन कुन हो भन्ने कुरा चाहिँ यसले हामीलाई प्रत्यक्ष रूपमा पाठ सिकाउँछ। हाम्रो जिन्दगी भनेकै माटो हो। हामी यही माटोबाटै सुरुवात भएर हामी जतिसुकै अहिले विकसित भएर जहाँ पुगे पनि फेरि अन्तिममा हामी आउने त्यही नै हो। यो लेसन लर्न पनि हुन्छ यहाँबाट। र अर्को कुरो के हुन्छ भन्दा यहाँ आउने म्याक्सिमम भिजिटरहरू एकदम म्याक्सिमम आउँछन्। किन आउँछन् भन्दा यो हेर्नको लागि। यिनीहरूको जीवनस्तर एकदम युनिक टाइपको लाइफस्टाइल भएको कारणले गर्दा म्याक्सिमम विदेशीहरू आएर यिनीहरूको डकुमेन्ट्रीहरू बनाउने, यिनीहरूको लाइफस्टाइलहरू हेर्ने, त्यसपछि यिनीहरूसँगै कति दिन घुम्ने, क्याटलमा यिनीहरूको क्याटलमा चाहिँ लिएर जाने, हन्टिङहरूमा जाने, हन्टिङ ग्यादरिङहरूमा जाने जस्तो कामहरू गर्छन्। यसरी गर्न आएका यी जति पनि भिजिटरहरू छ, त्यो भिजिटर लिएर आएका चिजहरू जस्तै तिनीहरूले ल्याएका कपडाहरू, तिनीहरूले ल्याएका खानेकुराहरू, तिनीहरूले ल्याएका चाहिँ विभिन्न किसिमको टेक्नोलोजिकल गुड्सहरू यिनीहरूलाई दिने, यिनीहरूले चाहिँ त्यो अनुसारको थोरै थोरै भए पनि यिनीहरूलाई त्यसको प्रयोग गर्न दिने गर्दै जाँदाखेरिमा यिनीहरूले बिस्तारै बिस्तारै आफ्नो जुन मुख्य आफ्नो मौलिक कल्चरलाई बिस्तारै यिनीहरूले बाइपास गर्दै गइरहेका छन्। अहिले बिस्तारै अलिकति आधुनिक भएको हो कि अब यिनीहरूले जस्तो अब कम्युनिकेसनको लागि फोनहरूको प्रयोग गर्ने, अब यो तपाईँले सवारी साधनहरूको प्रयोग गर्ने, यस्ता यस्ता चिजहरू, अनि हतियारहरू पनि एकदम मोडर्न टाइपको वेपनहरूको युज गर्ने। अनि यो गाईहरू अब पहिला यिनीहरूले बेच्ने नै थिएनन् कहिले पनि। अब अहिले यिनीहरूले गाईहरू यसरी सेल गर्ने, पर्चेस गर्नेहरू कामहरू पनि गर्छन्। पहिला चाहिँ नत्र भने हामीले पढ्नु पर्थ्यो वस्तु विनिमय। गाई दिने, छोरी साटेर ल्याउने भन्नुपर्छ। श्रीमती चाहियो भने मैले एउटा 20 गाई लगेर कसैको छोरी राम्रो लाग्यो मलाई भने मैले 20 गाई दिएँ भने त्यो 20 गाईमा एउटा छोरी मान्छे आउँछ भन्नुपर्छ। किनबेच हुन्थ्यो यहाँ। किनबेच नभनौँ, यो यिनीहरूको कल्चर हो। फेरि किनबेच भन्दा यसले गलत अर्थ लगाउन सक्छ। किनबेच होइन, एउटा चाहिँ यिनीहरूको कल्चर हो। यदि मलाई चाहिँ श्रीमती चाहियो भने म आफ्नै बलबुताले, म आफैले मेहनत गरेर 20 गाई जम्मा गरिसके पछाडि बल्ल मैले चाहिँ श्रीमती खोज्न पाउँछु। मैले लिने अर्काको छोरी मैले दाबी गर्न सक्छु। यदि मैले 20 गाई छैन, मैले दाबी गरेँ भने मेरो ज्यान जान सक्छ, मलाई मारिदिन सक्छन्। किनभने त्यो चाहिँ दुश्मनी अथवा त्यो चाहिँ उनीहरूलाई चाहिँ के भन्छ भन्दाखेरिमा डोमिनेट गरेको जस्तो, उनीहरूलाई चाहिँ एकदम होच्याएको जस्तो यिनीहरूले त्यो किसिमको चाहिँ महसुस गर्छन्। त्यो कारणले गर्दा नै 20 गाई नहुँदासम्म यिनीहरूले बिहे नै गर्दैन। कति मान्छेहरू यहाँ हामीले भेट्यौँ 35, 40, 45, 50 वर्षको भइसकेको हुन्छ। कारण किन बिहे भएन अहिले भनेर सोध्यो भने हामीसँग गाई छैन, यिनीहरूको गाई नै छैन, 20 गाई नै छैन। म जुन दिन 20 गाई बनाउँछु त्यो दिन श्रीमती ल्याउँछु। यिनीहरूको हाम्रो जस्तो सर्टेन बिहे गर्ने उमेर यो नै भन्ने छैन। कहिले 20 गाई छ भने कहिले 15-20 वर्षमै उमेरमै बिहे गर्छन्। यदि 20 गाई छैन भने 60-70 वर्षमा नि बिहे गर्छन्। एउटै मान्छेसँग मसँग 200-500 गाई छ भने मैले हिँडेर उठ्न हिँड्न सकुन्जेल श्रीमती ल्याउन पाउँछु। मलाई कुनै किसिमको रोकटोक हुँदैन। त्यही भएर मुखियाको यहाँ श्रीमती 250-300 पनि हुन्छन्। मेरो श्रीमती यही हो भन्ने कुरा कति थाहै हुन्न। किन तिनीहरूसँग आउँछन् भने तिनीहरूसँग 200-400 गाई हुन्छ। जोसँग गाई ज्यादा हुन्छ त्योसँग खानेकुराको कहिले पनि अभाव हुन्न। गाईले नै मान्छे पाल्दिन सक्छ। त्यो कारणले गर्दाखेरि पनि यो मुखियाहरूसँग र जोसँग गाई धेरै छ त्योसँग श्रीमती धेरै हुन्छ। जोसँग श्रीमती धेरै हुन्छ त्योसँग बालबच्चा धेरै हुन्छ। जोसँग बालबच्चा श्रीमती गाई धेरै छ त्यो नै के हुन्छ, त्यहाँको मुखिया हुन्छ। त्यसको आफ्नै फेरि रुल्स चल्छ। यो गजबको छ यिनीहरूको, यो केमिस्ट्री एकदम गजबको छ। यो यहाँ आएर जसले चाहिँ यिनीहरूको वास्तविक जीवनको बारेमा हेरेर यो भित्र आएर आफै घुलेर जुन महसुस गर्छ नि, त्यो लाइफमा त्यो स्मरण
रहन्छ स्मरण गर्न सकुन्जेल जीवनमा कहिले पनि बिर्सन नसक्ने कुरा हो यो अचम्म लाग्छ यहाँ आएर चाहिँ मान्छे जीवन बितायो भने ओहो यो संसार हामी अहिले जुन मोडर्न एरामा छौँ हामी अहिले त यति धेरै आधुनिक छौँ हामी यो आउट अफ वर्ल्ड यो विश्व छोडेर हामी चन्द्रमामा गइसक्यौँ मङ्गल ग्रहमा जाने हाम्रो तयारी छ ह्युमन बिङ कहाँ पुगिसक्यो हामीलाई त्यस्तो लाग्छ तर यहाँ आएर हेरौँ भने जिन्दगी यो पो हो यहाँ हो जिन्दगी छ न पीर छ न पैसाको कुनै महत्त्व छ न जमिनको कुनै महत्त्व छ न केही चिज किन्न परेको छ न कसैको केहीको टेन्सन छ मात्रै के छ यो गाईलाई कसरी बचाउने आफू कसरी बाँचेर हिँड्ने कहाँ जाने मौसमले कता लैजान्छ कहाँ जाने भन्दा नि मौसमले कता लैजान्छ आफू जाने त यिनीहरूको कुनै पनि ठाउँ हुँदैन गन्तव्य नै हुँदैन मौसमले कता लैजान्छ कता पानी पर्छ यिनीहरू पानीको पछि बादलको पछि यो नेचरको पछि यो जतिको यो के भन्छ आनन्दको जिन्दगी कहाँ छ यो आनन्द हो यो हामीलाई त्यस्तो लाग्यो यिनीहरूको जिन्दगी त्यति धेरै चाहिँ आनन्दित हुन्छ कहिलेकाहीँ अब मुठभेड हुनु यो ह्युमन बिङको नहुनु लिभिङ बिङको यो त नेचरै हो किरा फट्याङ्ग्रा हर चिज जो चाहिँ जीवित छ त्यसको लडाइँ हुन्छ नै लडाइँ भन्ने कुरो यो ठुलो चिजै होइन यो लडाइँलाई ठुलो मानेर फेरि यिनीहरूसँग यस्तो रहेछ कसरी ज्यान पाल्ने के होला यस्तो होइन यिनीहरूको आफ्नै मजाको लाइफस्टाइल छ ग्यादरिङ एभ्री टाइम ग्यादरिङ सधैँभरि ग्यादरिङ हुन्छ यिनीहरू म्याक्सिमम् यिनीहरू गाँजा पिउँछन् म्याक्सिमम् यिनीहरू भाङ धतुरको नसामा हुन्छन् यो नसा भन्नुको अर्थ के हो त भन्दाखेरि फेरि यो उसको अर्थ गलत नजाओस् यिनीहरू नसै गर्छन् भन्ने होइन अब यिनीहरू म्याक्सिमम् अफ्रिकनहरू धेरैजसो अफ्रिकनहरू जुन चाहिँ ट्रेडिसनल र रुरल टाइपको अफ्रिकनहरू छन् यिनीहरूले म्याक्सिमम् प्रयोग गर्छन् किन भन्दाखेरि यिनीहरूसँग जता पनि उपलब्ध छ यो एउटा कुरो अर्को कुरो के छ भन्दाखेरिमा यिनीहरू चाहिँ मन गुजार्ने गर्ने कसरी के गरी मनलाई बुझाउने भन्दा केही न केही त चाहियो त्यसको लागि पनि हुनसक्छ जेसुकै होस् त्यसमा हामीले त्यति धेरै ध्यान दिनुपर्ने आवश्यकता छैन अब देख्नुभयो तपाईँहरूले अब यसले अब बिहान भयो यो व्यक्तिले चाहिँ अब गाईको पिसाबमा यसरी अब गाईले चाहिँ उठेर पिसाब फेरेर यतिखेर भने थाहा पायो अब उसले आएर अब टाउको धोयो अब यो चाहिँ मुख धोको जस्तै हामीले बिहान उठेर गरेको नित्य कर्म अन्तर्गत पर्छ कतिले चाहिँ अब नुहाउँछन् पनि नुहाउनको लागि चाहिँ 2-4वटा गाईको चाहिँ कलेक्सन गर्नुपर्छ अब यो यति गरिसके पछाडि अब दिनभरिको लागि के भयो त भन्दाखेरि उसको टाउकोमा चाहिँ एकदम चाहिँ के भन्छ अब यो युरिनबाट नुहाइसकेपछि यो च्यापच्यापी जस्तो पदार्थ जस्तो यो चाहिँ के हुन्छ त यो अनुहारमा चाहिँ त्यो लागिरहन्छ जसले गर्दा चाहिँ ग्लो भइरहन्छ अर्को कुरो कुनै पनि मच्छरहरू लगाएर विभिन्न किरा फट्याङ्ग्राले टोक्दैन यसमा आएर यो त्यस्तो च्याप लाग्ने भएपछि टासिन टाइपको हुन्छ त्यो कारणले गर्दा मच्छरहरू आएर मनमा बस्दैन अर्को कुरो यिनीहरूको कपाल एकदमै अचम्म लाग्दो हुन्छ जति लामो भयो भने टाउकोमै डल्लो परिराख्ने खालको कपाल हुन्छ यो भित्र जुम्रा पर्यो भने जिन्दगीभरि मार्न सकिन्न यिनीहरूसँग मार्नको लागि हाम्रो जस्तो यो औषधिहरू विभिन्न चिजहरू छैन त्यो कारणले गर्दा अब त्यो जुम्रा मार्नको लागि पनि यो जस्तो जुम्रा मात्रै नहुनु अरू विभिन्न चिजहरू हुन्छ त्यो मार्नको लागि पनि अब टाउकोमा यो हेरेर मार्नै सकिँदैन यिनीहरू कपालै त्यस्तो हुन्छ त्यो कारणले पनि यिनीहरूले त्यसरी नुहायो भने अब यसमा चाहिँ के हुन्छ त विभिन्न किसिमको केमिकलहरू हुन्छ गाईको पिसाबमा यो चाहिँ कीटनाशक पनि हो हामीले पनि गाउँघरमा प्रयोग गर्छौँ सागसब्जीमा हो कीटनाशक हो यसले चाहिँ गर्दाखेरिमा राहत प्रदान हुन्छ यिनीहरूलाई यो नै रमाइलो लाग्छ हामीले के गरे होला यस्तो नै हुन्छ र तर यो नै यिनीहरूको चाहिँ के हो त वास्तविक जीवन हो गाईलाई मैले कहिलेकाहीँ यस्तो अनुभव मेरो आफूले अनुभव पनि गर्छु अनि अर्को कुरो के पनि मैले आफूले यसो एउटा कल्पना पनि गर्छु कहिलेकाहीँ मनमा कुरा आउँछ हामीलाई हाम्रा पिता पुर्खाहरूले अनि हाम्रो यो धर्ममा गाईलाई किन यति धेरै नजिकबाट राखेको होला यो गाई नै किन यति धेरै चाहिँ प्राणप्रिय भएको होला यही भएर हो हामीले गाईलाई लक्ष्मी मानेर पूजा गर्नु कारणै यही हो यहाँ आएर देख्नुहुन्छ गाई भने के चिज रहेछ कसरी जिन्दगी गुजार्ने रहेछ त्यो हामीले पनि कुनै समय मेरो विचारमा हामीले पनि कुनै समय हाम्रो पिता पुर्खाले हामीले नहुनु हाम्रो पिता पुर्खाले यसरी नै जिन्दगी गुजारेको थिए त्यतिखेरैबाटै हाम्रो दिमागमा हाम्रो मनस्थितिमा गाई भनेको लक्ष्मी हो यसलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ यसलाई रेस्पेक्ट गर्यो भने यसलाई पूजा गर्यो भने मात्रै हामी बाँच्न सक्छौँ भन्ने भावनाको विकास भएर हाम्रो धर्मग्रन्थमा गाईलाई लक्ष्मीको रूपमा गाईलाई देवीको रूपमा लिएको हुनसक्छ यो मेरो विचार हो मेरो आफ्नो पर्सनल विचार हो यसमा जे पनि हुनसक्छ यसलाई अन्यथा नलिनु होला
र अब तपाईँलाई मैले त्यो पिसाबले नुहाएको पनि देखाएँ। अर्को कुरो कपाल यिनीहरूले खैरो बनाउनुको लागि पनि त्यो गर्छन्। कतिपय देख्नुहुन्छ कतिपय यो यिनीहरूको कपाल चाहिँ मान्छे कालो भयो नि कपाल चाहिँ एकदम खैरो हुन्छ। त्यो खैरो किन भएको रहेछ भनेर सुरुमा चाहिँ अब यिनीहरूले विभिन्न किसिमको केमिकलहरू प्रयोग गरेर कपाल चाहिँ खैरो बनाउने रहेछ जस्तो लाग्छ सुरुमा आएर हेर्ने मान्छेहरूलाई। तर यो सबै गाईको पिसाबले हो। गाईको पिसाबमा त्यो केमिकल हुँदो रहेछ जसले कपालको चाहिँ कलरलाई डिस्कलर बनाउने। अब यो पनि मैले यहाँ आएर थाहा पाएको। अब यहाँ हेरेर यिनीहरूले चाहिँ गरेको देखेर अब यो कपालको बिस्तारै कलर चेन्ज हुँदै गएर यो ब्राउन टाइपको कलर बन्छ। यो खरानीको राग जस्तै कलर बन्छ। अब यसले अब यहाँ अहिले चाहिँ जुन गाईको भजैनामा मुख लगाएर अब यसले अब केही गर्दैछ त्यो गर्नुको अर्थ के हो भने अब यसलाई पिसाबको आवश्यकता पर्यो तर गाईले अब उठेर पनि फर्स्ट टाइममा नै पिसाब दिएन भनेपछि अब गाईलाई पिसाब निकाल्नको लागि अर्थात् गाईले यिनीहरूलाई चाहिँ पिसाब आवश्यकता पर्यो भनेपछि यिनीहरूले यो किसिमको टेक्निक लगाउँछन् अथवा यो किसिमको एउटा ट्याक्टिक्स हुन्छ। त्यो पनि यो चाहिँ नराम्रो यसलाई हामीले यो के भन्छ नकारात्मक रूपमा लिनुहुन्न। यो चाहिँ के हो त भन्दाखेरिमा ट्याक्टिक्स हो। यिनीहरूले हामीले हाम्रा छोराछोरी हाम्रा बालबच्चालाई जसरी चुम्बन गर्छौँ माया गर्छौँ बस त्यसै गरी नै माया गरेको हुनु चाहिँ यिनीहरूले त्यस्तो गरेको हो। यसमा अनर्थ केही लिन पर्ने जरुरत छैन। यो माया हो। अब हेर्नुहोस् अब उसले दुध दुँदैछ। अब यो गाईले मजाले दुध दिन्छ। अब यो गाईले कुनै गाईले दुध दिएन भने पनि अहिले जसरी जुन काम गरे उसले जस्तो किसिमको चाहिँ त्यो टेक्निक लगाए त्यस्तै टेक्निकहरू लगाउँछन् यिनीहरूले। विभिन्न किसिमको टेक्निकहरू लगाएर गाई दुन्छन्। अब यसले गाई दुयो। अब यो गाई दुहेर यसले अहिले चाहिँ यो प्लास्टिकको जगमा कलेक्सन गर्दैछ। त्यो कलेक्सन गरेको दुधलाई लगेर अब यो चाहिँ बच्चाहरूको लागि चाहिँ यसले युज गर्नको लागि यो गरेको। नत्र भने यसले आफ्नो मुखमा डाइरेक्ट दुन्छ अथवा मुखले नै डाइरेक्ट नै त्यो गाईको थुनमा मुख राखेर खान्छ। अब यो यिनीहरू अब अहिले यहाँबाट थोरै केही खानेकुराहरू खाएर खाजाहरू खाएर अब गोठालो जान्छन्। यसरी गोठालो जाँदाखेरिमा अब यिनीहरूलाई दिउँसोमा भोक लाग्यो भने पानीको प्यास लाग्यो भने पानी पाइन्न। यो पानीको प्यास लाग्यो पनि यिनीहरूले चाहिँ त्यसै गरी नै गाईको चाहिँ दुधहरू खाँदै जान्छन्। र गाईलाई पानी खुवाउनुको लागि पनि लगभग धेरै परसम्म चराउनमा लानुपर्छ। यिनीहरूको पानी सर्टेन ठाउँमा मात्रै हुन्छ। पानी पाउने ठाउँमै लडाइँ पर्छ यिनीहरूको। किन भन्दा खोला हुनुपर्छ अथवा तलाउ हुनुपर्छ पानीको लागि नत्र अरू ठाउँमा पानी हुँदैन। त्यो तलाउमा एकैचोटि 1000-2000 गाई गएर पानी खायो भने शान्तिम तलाउ हो भने त तलाउको पानी नै सकिन सक्छ। नभए पनि पालो नपाइन सक्छ। यदि एउटा बथानमा अर्को बथान मिसियो भने छुट्याउनै गाह्रो हुन्छ। छुट्याउनै सकिँदैन। 1000 गाईको ठुलो एउटा चाहिँ क्याटलको बथानमा अर्को 1000 गाईको अथवा 2000 गाईको क्याटल आएर बथान आएर मिसियो भने कसरी छुट्याउन सकिन्छ? त्यति धेरै गाह्रो हुन्छ छुट्याउनु। अनि त्यसपछिबाट यिनीहरूको बिचमै अनिखेरि घमासान सुरु भइहाल्छ। त्यो कारणले गर्दा यिनीहरूको पानी खुवाउने पनि टाइम कतिखेर जस्तो पानी खुवाउनलाई त लान त पर्यो। यिनीहरूले त पानी नखाइ बाँच्दैन। अब लानको लागि चाहिँ अब के भन्छ कहाँ लाने कतिखेर लाने भनेर यो पनि टाइम टेबल हुन्छ। मेरो यो क्याटल त्यहाँ जाँदाखेरिमा अर्को मुखियाको क्याटल त्यसमा आउनु भएन। त्यसरी यिनीहरूको चाहिँ के मिलाइएको हुन्छ। जस्तो कतिखेर लाने यिनीहरू चराउँदै जाँदा कतिखेर लगेर खुवाउने दिनको एक टाइम चाहिँ यिनीहरूले लगेर खुवाउँछन्। कतिखेर लगेर खुवाउने भन्ने कुरा पनि यिनीहरूको आफ्नै त्यो रुल्स रेगुलेसन छ। हर चिज यसमा चाहिँ सबै जोडिएको छ। हामीले देख्दा केही पनि छैन खालि जमिनमा चराउँदै हिँड्ने हो जस्तो लाग्छ तर होइन। हर चिजमा यिनीहरूको के छ त रुल्स रेगुलेसन छ। हर चिज एउटा कायदा कानुनमा बनाइएको छ। यसरी गर्नुपर्छ यसरी गर्नुपर्छ। एउटाले अर्कोलाई रिचुअल यिनीहरूले चाहिँ त्यो ट्रान्सफर गर्दै आएका हुन्। यी सब चिजहरू कसैले यिनलाई पढाएको कसैले यिनलाई सिकाएको होइन। यिनीहरू एकदम एक अर्कामा गर्दै जाँदाखेरिमा यिनीहरूले सिकेका हुने चिजहरू बिस्तारै उठाउँदैछन्। अब उठाइसकेपछि मैले भने खरानीले मालिस हुन्छ। मालिस भइसकेपछि अब युरिन चाहिन्छ भने युरिन कलेक्सन गर्छन्। चाहिन्न भने त्यो वेस्टेजमा जान्छ। त्यसपछिबाट यिनीहरूले दुध दुन्छन्। दुनी छ भने दुध दुन्छन्। यदि दुध दुनी छैन भनेदेखि अब यिनीहरूले पहिला टेस्ट गर्छन् फिजिकली रूपमा ठिक छ या छैन। किन भन्दा लङ टाइम यिनीहरू 8-10 किलोमिटर 10-15 किलोमिटर हिँडाएर चराउन लाँदाखेरिमा विभिन्न किसिमको चाहिँ खुट्टाहरूमा विभिन्न किसिमको समस्याहरू आउन सक्ने भएको कारणले गर्दा यिनीहरूले त्यस्ता पशुहरूलाई लिएर जाने जसले बाटोमा गइसकेपछि एउटा चाहिँ प्रब्लम क्रिएट गर्यो भने
त्यसले त एउटा बथानलाई नै अल्झाउने काम गर्छ त्यसलाई चाहिँ अब छोडेर हिँड्नुभन्दा अर्को विकल्प हुँदैन त्यो कारणले गर्दा यिनीहरूले यहाँबाट लाँदै लाँदैन पहिल्यै यिनीहरूले टेस्ट गर्छन् यो फिजिकली रूपमा आज दिनभरि 15-20 किलोमिटर चाहिँ हिँडेर सर्भाइभ गर्न सक्छ या सक्दैन यदि सक्दैन भने उसलाई त्यहीँ राख्छन् सक्छ भनेदेखि लिएर जान्छन् यिनीहरूलाई यो सबै मसल मेमोरी हुन्छ सबै कुरा थाहा हुन्छ हामीलाई जस्तो हो कसरी थाहा पाउने होला यो केही टेस्टै गर्नुपर्छ कि हामीलाई त्यस्तो लाग्छ तर त्यस्तो होइन यिनीहरू केही टेस्ट पनि गर्नु पर्दैन काहीँ केही पनि गर्नु पर्दैन यिनीहरूलाई यो चाहिँ जनावरको जुन बिहेभियर र यिनीहरूको अनुहार हेरेरै पढिदिन सक्छन् त्यतिसम्म यिनीहरूसँग चाहिँ त्यो मसल मेमोरीहरू हुन्छ यो भएपछि यो हुन्छ यो भएपछि यो हुन्छ भने जस्तो अब देख्नुभयो यहाँ अब यो यिनीहरूले अब गरेको यो गोबरहरू छ यो गोबरहरू चाहिँ अब कलेक्सन हुन सुरु गर्छ यिनीहरू यहाँबाट बिस्तारै अब सुरु गरे अब सुरु गरे आफ्नो डाइरेक्सनमा जान्छ नि फेरि एकै साइडमा जाएनन् अब 2000 गाई 1000 गाई एकै ठाउँमा गयो भने त घाँसले नै पुग्दैन चराउन पनि पुग्दैन अभाव हुन्छ अब यसको आफ्नो जाने चाहिँ के हुन्छ साइड हुन्छ कुनै साइडमा जाने कुन साइडमा जाने आफ्नो तरिकाले अब यो हुलको सबैभन्दा बुढो माउ अगाडि लाग्छ त्यसको पछाडि अरू बिचमा अगाडि सबभन्दा अगाडि माउ लाग्छ बुढो माउ त्योभन्दा पछाडि बिचमा वयस्कहरू लाग्छन् अनि त्यसपछिबाट त्योभन्दा पछाडि बच्चाहरू लाग्छन् र अन्तिममा फेरि हुलको अनुभवी माउहरू नै पछाडि बसेका हुन्छ कारण के हो भने कुनै पनि बच्चाहरू नछुटोस् र अगाडि पनि बाटो चाहिँ देखाउनको लागि माउहरू नै बसेको हुन्छ त्यो माउहरू भनेको मतलब बथानको गाईको चाहिँ सबभन्दा चाहिँ बुढो माउ हो त्यो माउले चाहिँ अब बाटो देखाउँछ अब कता जाने कता जाने अहिले तपाईँले देख्न सक्नुहुन्छ कोही कता डाइरेक्सनमा गइरहेछ आफै मुभ भइरहेको छ यो चाहिँ यिनीहरूको आफ्नो चाहिँ के छ त भन्दा कहाँनिर जाने के गर्ने भन्ने कुरा सबै यिनीहरूको त्यसमा भर पर्छ अब यहाँबाट मेन यङ जुन केटाहरू अथवा यहाँको चाहिँ जुन गोठालाहरू यिनीहरू यहाँबाट निस्केर गोठाला जाने क्रममा छन् अब यहाँ यी गोठालाको श्रीमतीहरू अथवा यी गोठालाका जुन जीवन सङ्गिनीहरू यिनीहरू यहाँ छन् अब यिनीहरूको काम सुरु हुन्छ यिनीहरूको अब अरू यहाँबाट गाईहरू निक्लेर गएपछि यिनीहरू काम सुरु हुन्छ अब यिनीहरू तपाईँले देख्न सक्नुहुन्छ अब यिनीहरू यहाँ चाहिँ ग्यादरिङ भइराखेको छ यिनीहरूको जिस्किने रमाइलो गर्ने भन्ने कुरो चाहिँ यिनीहरूमा जेन्ट्सको जेन्ट्ससँगै हुन्छ लेडिजको लेडिजसँगै हुन्छ अर्थात् छोरा मान्छेको छोरा मान्छेसँगै हुन्छ छोरी मान्छेको छोरी मान्छेसँगै हुन्छ हाम्रो जस्तो छोरा र छोरी मिक्स भएर हाँसी खेली मजा रमाइलो ठट्याउलो भन्ने हुन्छ नहुने होइन तर श्रीमतीमा लोग्ने श्रीमतीमा चाहिँ हुन्छ तर बाहिरको मान्छेसँग त्यसरी हुँदैन अब यिनीहरूको त्यही भएर बस्दा पनि हिँड्दा पनि खाँदा पनि यिनीहरूको अलग अलग तरिकाले गर्छन् यिनीहरूको त्यस्तो एउटा सिस्टम छ यदि सिस्टम भइदिएन भने यिनीहरूको आदिवासीको यो जुन समुदाय छ समुदाय नै कोल्याप्स भएर जान्छ यो नहोस् भन्नको लागि पनि यिनीहरूले त्यो किसिमको चाहिँ एउटा चाहिँ पद्धति अपनाएको हुनसक्छ अब देख्नुभयो कोही बथान कता जान्छ कोही बथान कता जान्छ अब यो म्याक्सिमम फेरि कता गइरहेको छ यो नर्थन साइडतिर गइरहेको छ अब कोही उता तपाईँले देख्नुभयो उता वेस्ट साइडतिर गइरहेको यसै गरी यिनीहरू चाहिँ कता जाने भन्ने कुरो मैले भने नि माउले डाइरेक्सन दिन्छ अरू पछि बच्चा अरू चिजहरू पछि लाग्छ अब खाली हुँदै गइरहेको छ अब यो क्याम्प खाली हुँदै गइरहेछ अब तपाईँले देख्न सक्नुहुन्छ यो यिनीहरूको अब यो सुरु हुन्छ अब पहिला सुरुमा यो दाम्लोहरू उतारेर यिनीहरूले दाम्लोहरू चेक गर्छन् ठिक छ या छैन दाम्लोहरू ठिक छैन भने यिनीहरूलाई चेन्ज गरिदिन्छन् त्यसपछिबाट जमिनमा भएको यो गोबरहरूलाई यिनीहरूले कलेक्सन गरेर सुकाउने काम गर्छन् त्यसपछिबाट जहाँ चाहिँ बढी चाहिँ हिलो बनाएको हाम्रो साधारण भाषामा भन्नुपर्दाखेरि हिलामै बनाएको हुन्छ पिसाबले त्यो ठाउँमा चाहिँ यिनीहरूले चाहिँ के गर्छन् त ड्राइएस अनि मतलब खरानीहरू लगाएर हालेर त्यसलाई चाहिँ अब पहिला चाहिँ के गर्छ ओभानो बनाइदिन्छन् अब यहाँ अब यिनीहरूको म्याक्सिमम हामीले चिया खान्छौँ यिनीहरू कफी खान्छ यिनीहरूसँग एकदम र कफी हुन्छ आफैले घरमा उत्पादन गरेको कफी हुन्छ अनि यिनीहरूले आफैले त्यसलाई चाहिँ अब विभिन्न प्रशोधन गर्छन् आफ्नै तरिकाको ट्रेडिसनल प्रशोधन हुन्छ यिनीहरूको अनि त्यसपछि खान्छन् एकदम कडा हुन्छ यिनीहरूको कफीको स्वाद चाहिँ हाम्रोभन्दा बढी टेस्टी हुन्छ हामीले खाने भन्दा तर एकदम कडा हुन्छ एकदमै कडा कफी खान्छन् यिनीहरूले त्यसमा चिनी युज हुँदैन यिनीहरूले चिनी युजै गर्दैन केही चिजमा पनि अब यो यिनीहरूको अब बल्ल सब गाई बस्तु गइसकेपछि बल्ल कफी खाने टाइम सुरु भयो कफी खान्छन् कफी खाइसकेपछि यी गोठालाहरू हुन् फेरि तपाईँले भन्नु होला यो यहीँ बस्ने भनेर होइन यो त गाईहरू गए अब गाईहरू अब चर्नलाई हिँडे भनेपछि अब यिनीहरू यहाँ पहिला के गर्छन् त कफीहरू खान्छन् फ्रेस हुन्छन् त्यसपछिबाट खानेकुराहरू केही खान्छन् अनि बल्ल यिनीहरू यहाँबाट सुरु गर्छन् हिँड्न भन्नुपर्दा गाईले 2-4 किलोमिटर अगाडि गइसकेपछि गाईसँग सर्टेन गोठालाहरू चाहिँ गएकै हुन्छन् सँगसँगै पहिला पनि तर
म्याक्सिमम चाहिँ के हुन्छ नि त पालो पालोको हुन्छ यिनीहरूको रोटेसन सिस्टम हुन्छ म्याक्सिमम चाहिँ के गर्छन् त भन्दा पछाडि बसेर खाना खाएर अथवा केही चिजहरू खाएर अनि बल्ल जान्छन् यिनीहरूले 2-4 किलोमिटर पर गइसकेपछि त्यहीँ गएर चाहिँ के हुन्छ यिनीहरूको चाहिँ लिङ्कअप हुन्छ गाईसँग यिनीहरूको चाहिँ त्यहाँ गएर भेट हुन्छ अनि त्यसपछि आउँदाखेरिमा के गर्छ जुन व्यक्ति पहिला गएको थियो गाईहरूसँग गएको थियो त्यो अगाडि आउँछ त्यो चाहिँ लगभग 3-4 बजे बेलुका नै आइपुग्छ र लास्टमा जुन अहिले अब यो टोलीहरू जाँदैछ यो चाहिँ बेलुका आइपुग्छ भने मतलब लास्ट फाइनल गाईलाई लिएर आइपुग्छ यिनीहरू अब यिनीहरूको सिस्टम यसरी चलेको हुन्छ अचम्मको सिस्टम हुन्छ यिनीहरूको यो लगभग हामीलाई चाहिँ अब यो यस्तो खालको कल्चरमा नभिजेर हामीलाई अचम्म लागेको यिनीहरूलाई चाहिँ त्यो त्यति धेरै अचम्म लाग्दैन तर यिनीहरूको अचम्म एकदमै दङदास पर्ने किसिमको हुन्छ सुरुमा आउँदा मान्छे अचम्मै पर्छ अब छोरी मान्छेहरू देख्नुभयो को छोरा मान्छे को छोरी मान्छे थाहै हुँदैन यहाँ कपडाहरू लाउनलाई पनि त्यति धेरै हामी जस्तो लाज मान्ने यस्तो उस्तो भन्ने नै हुँदैन यिनीहरू नलाइ पनि हिँडिदिन सक्छन् यो उनीहरूको यो चाहिँ कल्चरै त्यस्तै हो यिनीहरूलाई हामीलाई त्यस्तो लागे मात्रै हो हाम्रो सोचाइ हाम्रो हेराइ त्यस्तो हो तर यिनीहरूलाई कपडा लाउनै पर्छ भन्ने नि छैन यिनीहरू नाङ्गे पनि हिँडिदिन सक्छन् केही मतलबै हुन्न यहाँ त्यस्तो चिजहरू केही मतलबै हुन्न अब अहिले तपाईँले यो छोरी मान्छेको टाउकोमा कपाल देख्नुभयो खैरो यो पिसाबले नै बनेको खैरो हो यसै गरी यस्ता खैरोहरू हुन्छ यो चाहिँ कारण के रहेछ भन्दा यो सानो यो बच्चाको पनि त्यस्तै छ यसरी चाहिँ अरूको पनि त्यो खैरो देख्नु भएको छ खैरो जसको छ त्यसले पिसाबको प्रयोग गरेर खैरो बनाएको हो यति चाहिँ बुझ्नु होला ल गाइज अब हामी लगभग यो एपिसोडको अन्तिम चरणमा आइसकेका छौँ मेरो भिडियो मन पराएर तपाईँहरूले भागमा बनाएको छु त्यो भाग हेरेर मन पराइदिनु भएकोमा म हृदयदेखि नै एकदम तपाईँहरूप्रति एकदम आभार व्यक्त गर्न चाहन्छु एकदमै कृतज्ञ छु मेरो भिडियोमा मन पराइदिनु भयो लाइक कमेन्ट सेयर गरिदिनु भयो होला भन्ने मैले पूर्ण आशा गरेको छु यदि गरिदिनु भएको छैन भने पनि कमेन्ट लाइक कमेन्ट र सेयर चाहिँ गरिदिनु होला किनभने यो मैले सुरुमा भर्खरै स्टार्टिङमा खोलेको मेरो च्यानल हो मैले भन्दा अगाडि युट्युबमा कुनै पनि किसिमको काम गरेको पनि छैन र मैले यो चाहिँ मेरो फर्स्ट फेज हो मैले बिस्तारै आफूलाई चाहिँ परख गर्दैछु कति गर्न सक्छु भनेर त्यही हिसाबको मेरो यो स्टार्टिङ जब हो यो मेरो सुरुको काम हो यसलाई एकदमै तपाईँहरूले चाहिँ साथ दिनुहुनेछ यसको लागि धेरै नै सपोर्ट गरिदिनुहुनेछ मैले त्यो एकदम आश लिएको छु म तपाईँलाई यस्तै किसिमको रोचक अरू चिजहरू जुन चिजले तपाईँलाई जिन्दगी देखाउँछ जुन चिजले तपाईँको आफ्नो वास्तविकता खोल्छ त्यो चिजहरूलाई म ल्याउने नै छु योभन्दा पछाडि पनि म अर्को भिडियो लिएर आउँदैछु त्यो अर्को भिडियोमा म तपाईँहरूलाई अर्को जीवनको बारेमा बताउँदैछु हेजाबे ट्राइब जुन चाहिँ तान्जानियामा बसोबास गर्छन् त्यो पनि योभन्दा एकदमै ट्रेडिसनल टाइपहरूका चाहिँ आदिवासीहरू छन् जुन हन्टिङ ग्यादरिङ ढुङ्गे युगमा बाँच्ने टोलीहरूको छन् त्यसको बारेमा म तपाईँलाई ज्ञान दिनेछु जसरी मलाई अहिलेसम्म माया गरिदिनु भयो त्यसै गरी नै तपाईँले माया गर्दै जानु होला भन्ने मैले पूर्ण रूपमा तपाईँहरूसँग आशा गरेको छु तपाईँहरूको पूर्ण साथ सहयोग र मायाको अपेक्षासहित पुनः म अर्को सिरिजको अर्को भिडियो लिएर उपस्थित हुने नै छु त्यतिखेरसम्मको लागि तपाईँलाई पुनः म एकचोटि मनदेखि नै हार्दिक धन्यवाद दिँदै तपाईँहरूसँग बिदा हुन्छु नमस्ते गाइज